मैले उहाँलाई पनि थुप्रै प्रश्नहरू सोधेँ। उहाँलाई कति राम्रो लाग्यो कति राम्रो लागेन त्यो प्रश्न पछाडि म केही समयसम्म मौन भएँ। मैले समर्थन गर्दै राखेँ। मैले हेर्दै गरिसकेपछि अब त म ठ्याक्कै कहिले पस्नुभयो भन्दा म पसेको धेरै भएको छैन, 3 महिना जति मात्रै भयो। मैले आधिकारिक रूपबाट रासपाको टिकट लिएको होइन। रासोपामा तपाईँको इन्ट्री के कति कारणले रविजीको अनुहार हेरेर तपाईँ इन्ट्री गर्नुभयो कि होइन, रासोपाको घन्टी हेरेर तपाईँ चाहिँ आउनुभयो कि, अथवा भोलि गएर चाहिँ पद र चाहिँ शक्ति पाइन्छ भनेर आउनुभयो कि, अथवा के को लागि आउनुभयो? कति मिठो प्रश्न गर्नुभयो। प्रश्नको लागि सबैभन्दा पहिला राजुलाई धन्यवाद दिन चाहन्छु। वास्तवमा हरेक मान्छेहरूको आफ्नै चाहना हुन्छ, आफ्नै विचार हुन्छ, आफ्नै स्वभाव हुन्छ, आफ्नै दक्षता हुन्छ, आफ्नै क्यापेबिलिटी हुन्छ। म केका लागि जन्मेको थिएँ भने यो देशमा एजुकेसन समाजको कुना कुनामा पुर्याउनु पर्छ भन्ने सोचका साथ म जन्मेको जस्तो मलाई लाग्छ। मैले करिब 39 वर्ष पढाइसके पछाडि मैले यो एजुकेसनको क्षेत्रमा लाग्दै गएँ। म एउटा इन्टरप्रेनरको रूपबाट अहिले मैले भन्ने गर्छु, म एउटा प्रोफेसर हुँ, म एउटा डन्टा प्राध्यापक हुँ। म पढाउन रमाउँछु र पढाउँदै मैले जीवन अर्पण गर्न मैले चाहिरहेको अवस्था थियो। मैले यही क्रममा मैले धेरै अर्गनाइजेसन्सहरूलाई इन्टिग्रेट गर्दै पनि म अगाडि बढिरहेको अवस्था छ। मसँग अहिले धेरै एजुकेसन इन्टरप्राइजहरू पनि छन्। यही देशलाई बनाउनुपर्छ, युवाहरू यही देशमा राख्नुपर्छ, यही देश र यसलाई समृद्ध बनाउनुपर्छ। यति सुन्दर राष्ट्र संसारमा कहीँ पनि छैन भन्ने भावबाट ओतपोत भएको मान्छे। अगाडि विकल्प धेरै थिए होइन, तपाईँले सहयोग गरेको आधारमा होइन, तपाईँले जसलाई सहयोग गर्दै आउनुभयो जोको दिनमा ती मान्छेहरू रहेको पार्टीमा तपाईँ जान सक्नुहुन्थ्यो, काङ्ग्रेसमै जान सक्नुहुन्थ्यो, अहिलेको नेकपामै जान सक्नुहुन्थ्यो, एमालेमा जान सक्नुहुन्थ्यो, अरूमा जान सक्नुहुन्थ्यो। तपाईँले रोज्नुभयो यो घन्टी पार्टी हो। म भन्दैछु पार्टी किन हो, म त्यसैमा आउँदैछु। यसरी यत्रो भूमिका बनाएर चाहिँ म यो प्रोफेसनमा लाग्न चाहेको। जता गयो भुवाङ मात्रै परेको छ हेर्नुहोस्। यता गए पनि भुवाङ, उता गए पनि भुवाङ। यो देश नबनिकन म एउटा बनेर हुँदो रहन्छ, समाज बन्द रहन्छ। देश बनाउने चिन्तनता के छ भने आखिरी के रहेछ त बन्द राजनीति रहेछ। त्यो राजनीति कसले गर्यो भने चाहिँ राम्रो हुन्छ भन्दाखेरि यस्तो मान्छेले गर्नुपर्छ जो मान्छेसँग 3टा कुरा हुन्छ। एउटा एटिच्युड होइन, दोस्रो कुरा उसले चाहिँ एम्बिसन, तेस्रो कुरा एक्सन। यो एटिच्युड, एम्बिसन र एक्सन कसलाई पाएँ मैले रविसँग पाएँ अनि मैले चाहिँ बालेनसँग पाएँ। त्यो सबलाई निहालेर हेऱ्यो। हेर्नुहोस् है, 2046 सालदेखि अहिलेसम्म निहाल्दै हेर्दा त सबै देखाउने दाँत एउटा, चपाउने दाँत अर्कै। अब यी देखाउने र चपाउने दाँत एउटै भएको पार्टी कुन हुनसक्छ? अहिलेको अवस्थामा हामीले के हुन्छ भने द्वन्द्वात्मक भौतिकवाद भनेर भनिन्छ। यो द्वन्द्वात्मक रूपबाट एनालाइसिस गर्दा सबैभन्दा बेस्ट पार्टी, सबैभन्दा बेस्ट नेता मलाई कसलाई लाग्यो भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी लाग्यो। त्यसको पनि हाम्रो आदरणीय नेता रविजीलाई लाग्यो र रविजीसँग एक किसिमको क्षमता छ भने बालेनजीसँग अर्को किसिमको क्षमता छ। यो दुईटा क्षमतालाई मैले नजिकबाट हेरेँ। जति बेला म इन्ट्री गरेँ उहाँ 2जना एलाइन भइसक्नु भएको थिएन, तर मलाई के थियो भने यी 2जना एलाइन हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ। रवि र बालेन एक हल भएर हिँडेका छन्। कुनै एक समय थियो बाबुराम भट्टराई र प्रचण्डको जोडी, वाह क्या बात भनिन्थ्यो नि होइन। पछि गएर त्यही प्रचण्डले त्यही बाबुरामलाई कारवाही गरेको, त्यही बाबुरामले त्यही प्रचण्डलाई छिर्कनी आनेको, पछि गएर पार्टी छोडेको, बर्बाद भएको पनि देखियो। त्यस्तै हुने सम्भावना के छ? सम्भावना त सम्भावनाको खेल छ। तर पनि फेरि पनि हामी धेरै चरणमा चाहिँ क्रस गरेर अगाडि बढेका छौँ। हिजो जति बेला प्रचण्ड हुनुहुन्थ्यो, बाबुराम हुनुहुन्थ्यो, उहाँहरूसँग क्षमता हो नै, जनताले विश्वास गरेको पनि हो र उहाँलाई बहुमत दिएको पनि हो। तर के भइदियो भन्नुहुन्छ नि, त्यति बेला मिडिया तपाईँहरू जस्तो सशक्त हुनुहुन्थेन। उहाँहरूसँग भएको भित्रको कुरा बाहिर निकाल्ने माध्यम थिएन। त्यो भित्रै रह्यो, त्यो जनताले थाहै पाएन। एजेन्डा केही छैन, चटक छ, नाचगान छ, यिनीहरू चाहिँ जेलेन्स्की हो नयाँ भनेर पनि बाहिर विरोधीहरूले एकदम तपाईलाई म के भन्छु चाहिँ तपाईको हैन म आउँदैछु। यो जेलेन्स्कीकै देश जस्तो युक्रेन हुन खोजे हो। मैले के बालेनको नेतृत्वमा देश युक्रेन बन्छ भन्नेहरूलाई के भन्नुहुन्छ? एकदमै म सबैभन्दा पहिला 2टा कुरा चाहिन्छ नेतामा एउटा लिडरशिप चाहिन्छ, नेतृत्वदायी भूमिका। अर्को नेतामा के चाहिन्छ भने व्यवस्थापकीय भूमिका, म्यानेजमेन्ट। अब तपाईले मैले 2टामा के देखेँ भने रविसँग कस्तो छ भने म कहाँ पुग्ने भन्ने किसिमको तर्क गर्न सक्ने क्षमता छ है, उहाँलाई त्यो प्रकृतिले दिएको आर्जन गरेको कुरा। बालेनसँग त्यहाँ पुग्ने कसरी भनेर प्रोसिडियर बनाएर व्यवस्थापन गरेर त्यहाँ चढ्ने क्षमता छ। यो 2टा क्षमता भएको मान्छेलाई एक ठाउँमा राखिदियो भने देशले केही न केही पाउँछ। भन्लान कसैले जेलेन्स्की भन्लान, कसैले के भन्लान, अनेक किसिमको नामाकरण गर्न पाइन्छ। हिजो पनि नभनेका होइन, विदेशी दलाल त भनेका छन्। यहाँ त विदेशी दलाल भनियो भने मैले बाबुराम भारतबाट पढेर आयो, भारतीय के अरे दलाल। अब त्यसपछि आएर त्यसै भनियो भने त फेरि उनी त नेपालमै पढेको
होइन रवि यसो अमेरिका गए अमेरिकन दलाल होइन यो दलाल भन्ने चक्र हाम्रो नेपाली गगन थापा हार्वर्ड गरेर पढेर यो चाहिँ हाम्रो परम्परा हो यो हाम्रो ह्याबिट हो तर जसले जेसुकै भने पनि अब हामीले के गर्नुपर्छ भन्ने मुख्य कुरा हो म के भन्न चाहन्छु जसले जेलेन्स्की भन्छ भने पहिला यो देशलाई बनाएर देखाउन त म अरू पार्टीले पुराना पार्टीलाई पनि बालेन जितायो भने युक्रेन हुन्छ भन्ने मान्छे प्रशस्त छन् तर त्यस्तो हुन्न त्यस्तो मलाई चाहिँ के लाग्छ भने बालेन र रवि एक ठाउँमा बस्यो भने युक्रेन जस्तो हुने होइन यो देश नेपाल जस्तो हुन्छ त्यो नेपाल जस्तोमा पनि बुटिक नेपाल बन्छ बुटिक नेपालमा पनि 3टा सभाको नेपाल बन्छ पहिला कस्तो चाहिँ नेपाल बन्छ भने शान्ति नेपाल बन्छ जब शान्ति नेपाल बनेपछि सुखी नेपाल बन्छ सुखी नेपाल भएपछि समृद्धि नेपाल बन्छ त्यो यो यस्तो किसिमको नेपाललाई बुटिक नेपाल भनिन्छ यो बुटिक नेपाल चाहिँ बालेन र रविबाट बन्न सक्छ जसको इक्जाम्पल काठमाडौँ भ्यालीलाई बहुमत आउँछ हैन एकदम बहुमत गजबरी सिट आउँछ मेरो अहिले अनुमान के छ त मेरो एनालाइसिस मेरो रिकर्डले 147 सिट आउँछ 147 सिटमा ±5 हुन्छ ±5 भनेको घट्यो भने के हुन्छ भने त्यसको 5 त्यसको 4 अनि 38 138 बढ्यो भने फेरि उतापट्टि 9 बढेर कति चाहिँ 147 मा 9 बढ्दा तपाईको अङ्क 156 भने कोही कसैसँग सहकार्य नगरिकन चाहिँ सरकार चलाउन मिल्ने बहुमत आउँछ अरे म यसको लागि कसरी तपाईको दिवा सपना हो कि साँच्चै हो यही सोध्नुहुन्न कि भन्नु मन लाग्थ्यो तपाईले सोध्दिनु भयो यहाँलाई धन्यवाद म एउटा साँच्चै नै पेसामा मास्टर हो मेरो अहिले कलेजकै विषयमा कुरा गर्दा थुप्रै जिएनजी भाइहरू पढ्नुहुन्छ हामी सबैलाई थाहा भएको कुरा मैले करिब चाहिँ 800 जिएनजी भाइसँग एउटा सर्वे गरेँ रिसर्च गरेँ किन म त रिसर्चर हो नि त म त पिएचडी होल्डर मैले त्यहाँ के गरेँ भने अब चाहिँ यो देश कसले सञ्चालन गर्दा ठिक हुन्छ भनेर हेर्दा मैले 800 मा गर्दा तपाईँले म आज डेटै बताइदिन्छु 1 नम्बरमा रवि दोस्रोमा बालेन अब म भनौँ अरू पार्टीको त नामै रहेन भन्दा पनि हुन्छ यसबाट के त्यहाँको डेटालाई मैले लिँदा के पाएँ भने 67% के छन् रवि र बालेन होइन बङ्गलादेशमा पनि यस्तै जेनजी आन्दोलन भयो होइन नयाँ भनिनेहरूले पुरा डङ्का पिटे दुनियाँ गरे होइन फेसबुकमा 8, 9, 10 मिलियन भएका मान्छेहरू उम्मेदवार भए तर के भयो रिजल्ट हो तपाईँले राम्रो कुरा तपाईँले राम्रो कुरा गर्नुभयो मैले भने नि त बङ्गलादेशको परिस्थिति र नेपालको परिस्थिति फरक छ सिद्धियो नि एकदम फरक छ त्यहाँ सकियो यहाँ के हुन्छ हो तपाईँले त्यहाँको हावा त यहाँ आउँछ होइन नि नेपाल बङ्गालको खाडीबाट यहाँ उडेर आएर पानी एकदम हो तपाईँले मौसमको कुरा गर्नु भने बङ्गालको खाडीबाट आउँछ तर यदि राजनीतिको कुरा गर्नु भने नेपालबाट अब बङ्गलादेश जान जरुरी छ नेपालबाट सुरुवात हुन्छ बङ्गलादेश हुँदै विश्वभरि पिटिन्छ तपाईँले म एउटा कुरा भनिदिउँ आज माछो भ्यागुतो हुँदैन रासोपालाई माछो भोटी हुन्छ प्रचण्डलाई चाहिँ राष्ट्रपति भनेर चाहिँ भित्ते राष्ट्रपति बनायो नि तपाईँहरूको पनि बालेन भित्ते राष्ट्र प्रधानमन्त्री हो कि तपाईँ के ढुक्क हुनुहोस् भने हामीले हिजोको पास्ट रिकर्डलाई हेर्ने हो ओलीले पास्ट हटाइदियो भने के हुन्छ तपाईँको पास्ट रिकर्डको कुराकानी गर्दै गर्दा जति बेला बालेन आए नि बालेन आउने बेलामा काठमाडौँ चाहिँ भ्यालीको बालेन मेयर ओहो महानगरको मेयर कसैले कल्पना गरे तपाईँहरूले गरेका थिएनौ त्यति बेला त कल्पना नगर्दा उनी मेयर बनेर बुटिक काठमाडौँ बनाइदिए माओवादी अहिलेको रासोपा एउटै त्यो भन्दा पनि बढी माओवादी भन्दा पनि किन बढी भन्दाखेरि माओवादी भनेपछि त यो चुनाव पछि सिद्धिनु रहेछ होइन नि त मैले बढी मैले त बढी भनिसकेँ नि त मैले कुन अर्थमा बढी भने नि जति बेला चाहिँ माओवादी आउनुभयो माओवादीको पार्टी आयो त्यति बेला के थियो भनेर भन्नुहुन्छ भने एक किसिमको उहाँहरूको बीचको हल्ला मात्रै थियो जनताको बीचमा मनस्थिति थिएन अहिले त घरमा जानु छोडेर बच्चालाई सोध्नु बाबु भोट केमा हाल्छस् घन्टी त्यत्रो चाहिँ अनुभव भएको प्रचण्डले त त्यत्रो बहुमत ठेक्न सकेनन् अनुभव छैन केही छैन युवा उमेरको कतै गए पनि गाडीमाथि नाच्दिएको छ हजुर झेलै तोडेर चाहिँ बाहिर घुर्र आएको छ फेरि 2 दिनपछि फेरि यो चाहिँ सुटकेस बोकेर फेरि जेल छिरेको छ यसैलाई त मान त भन्नु पर्यो जनताले जे भन्छ तपाईँले बाहिर जा जनताले भन्छ बाहिर जानु पर्यो आइजा भने आउनु पर्यो अहिले त हाम्रा नेता के भइदिए भने मैले के गर्ने जनता बाँडमा जाओस् त्यसैले गर्दा हेर्नुहोस् हामी जनताको दास हुनुपर्छ जनताले जे भन्छ बल्लारे देश चलाएर चल्छ हेर्नुहोस् हल्लारे बल्लारे होइन अहिले त यङहरूलाई मान्नुपर्छ किन यङलाई मान्नुपर्छ भने नि अनुभव चाहिन्न होइन मैले तपाईँले तपाईँको घरको यदि चाहिँ घरबेटी हो तपाईँ मालिक हो भने आजै तपाईँले राजीनामा दिनुहोस् तपाईँको छोरोलाई पास गरिदिनुहोस् तपाईँ व्यवसायमा हुनुहुन्छ भने तपाईँले छोडिदिनुहोस् युवा चाहिन्छ तपाईँको अनुभव चाहिन्न भने छोडिदिए हुन्छ होइन नि ल भन्नुहोस् होइन नि म त तपाईँलाई एक्सपिरियन्स इज द बेस्ट टिचर्स अफ द ह्युमन भन्छु
मानिसको सबैभन्दा ठुलो कुरो नै के त अनुभव, उहाँहरूसँग के त अनुभव रह्यो भन्नुहुन्छ भने बालेन रविसँग अनुभव रह्यो। तपाईँको यति छोटो समयमा गृहमन्त्री चलाउने, यत्रो छोटो समयमा गृहमन्त्री हुने, निर्मला पन्तको हत्यारा पत्ता नलाउन सक्ने कन्डिसनको लागि तपाईँहरूले प्रश्न गर्न सक्नुहुन्छ। कुनै पनि चिजको एउटा टाइम पिरियड हुन्छ। अब म कति बेला उहाँलाई दोष लगाउनेवाला छु भने यदि अब पनि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी आएर राष्ट्रिय स्वतन्त्र पार्टीले निर्मला हत्याकाण्ड जस्तोलाई पत्ता लगाउन सकेन भने हरि भण्डारी जसरी राजसभामा गयो नि रामजी कि भनेर फेरि अर्को आफ्नो तरिकाले चितवनको 1, 2, 3 हजुर राजसभाको निलो किल्ला हो। एकदम 2 मात्रै छैन। कसरी हो? हिजो पनि थियो, आज पनि भण्डारीलाई चाहिँ भात खान दिन सकिन्छ, मत दिन सकिन्न भनेको छ 1 नम्बरमा। होइन जनताका कुराहरूलाई विश्लेषण गर्ने भनेको कुरा एकजना दुईजना कुरा माइक काट्ने कुरा त हरेक तपाईँले पनि मलाई काट्न सक्नुहुन्छ। अहिले तपाईँले मलाई चाहिँ अहिले 15 मिनटको लागि चाहिँ इन्टरभ्यु भन्नुभएको छ। जिते 1 नम्बरमा एकदम 2 नम्बरमा त कुरै नगर्नु। मीना खरेलले आछु पार्ने सम्भावना होइन। यसो छ बिचरा, मलाई किन बिचरा भन्न मन लाग्यो भने मीना खरेल आफैमा पनि एकदम राम्रो चाहिँ महिला हुनुहुन्छ। उहाँप्रति मैले बोल्नु केही पनि छैन। तर अब मीना खरेल र रविको विषय हामी छलफल नगरौँ, 1 नम्बर र 3 नम्बरको छलफल गरौँ। 3 नम्बरमा कसले जित्छ? 3 नम्बरको 3 नम्बरमा रेणु दाहालले सोभिता गौतमलाई यसपालि धुलो चटाउँदैछिन् भनेर तारा चिन्ह लिएर हिँडेकाहरूले व्यापक प्रचार गरेका छन्। कन्सर्ट गरेर गीत मार्फत रेणुले भयङ्कर गरिन् भनेको पनि छन्। म तपाईँलाई क्लियर गर्छु, रेणु तपाईँको उम्मेदवार सोभिता गौतम हजुर लाई तराजुमा राखेर यसो हेऱ्यो भने रेणु तल, सोभिता गौतम वात्तै यता माथि, वेटै छैन भनेको छ। ल हेर्नुहोस् है, म के भन्छु भने म रेणुलाई भरतपुर महानगरपालिकाको छोरी भन्छु। उनी चाहिँ चितवनको छोरी भइदिएको भए राम्रो हुन्थ्यो। सविता चाहिँ काठमाडौँ महानगरपालिकाको छोरी, युरोप घुमाउने, आज तपाईँ उहाँकै गर्ने म भन्दैछु। अनि त्यसपछि आएर अहिले सविता के हुन्छ नेपालकी छोरी हुन्। त्यही भएर मैले के भन्ने गर्छु भने रेणु चितवनको छोरी हुन्, सविता चाहिँ नेपालकी छोरी हुन्। र नेपालको लाई बनाउने कुरामा सविता चाहिँ माथि छन् र चाहिँ चितवन बनाउने कुरामा रेणु माथि छन्। त्यसले गर्दा उहाँ 2टा छोरीहरू यो देशलाई चाहिने हो, तर ठाउँ गलत भयो। मैले त पहिला पनि भनेको थिएँ रेणु के गर्न पर्थ्यो भने अहिलेको सङ्घीय चुनावमा होइन कि उहाँले यो चाहिँ आफ्नो बाँकी रहेको महानगरपालिकाको कार्यकाल कम्प्लिट गरेर अल्ल है जनतासँग म चाहिँ सङ्घीयतामा गइनँ, म अब स्टेटको लागि काम हेरेर मत दिनुपर्ने सोभितालाई होइन रेणुलाई हो। हे भरतपुर यस्तो राम्रो बनाइन्, कालो पत्रे छ होइन। अब गाउँमा जाँदा पनि धुलो उडेको देख्न पाइन्न। व्यापक काम गर्यो भने काम 2टा किसिमको हुन्छ। मुद्देको होइन त्यसो होइन। क्लियरली म तपाईँले के भन्छु नि, रेणुको विषयमा हामीले यसरी चाहिँ स्थानीय निकायमा गरेको विकासको विषयमा हामीले नेगेटिभ बोल्नु हुँदैन। म पनि बोल्दैन। उनले गरेको कुरालाई स्थानीय निकायमा उनी फिर्छन्, त्यसैले त मैले चितवनको छोरी भने। अब यो चितवन बनाएर हुँदैन नि त, राष्ट्र बनाउनु पर्छ नि त। राष्ट्र बनाउने हो भने त राष्ट्र बनाउने छोरी चाहियो। त्यो राष्ट्र बनाउने छोरी चाहिँ सविता हुन्। त्यसले सविताले भारी मतले जित्नेवाला छन्। कसैले नचिताए हुन्छ, चिताउनै पर्दैन। सविता बाहेकको प्रतिस्पर्धा भनेको सम्भव नै छैन, तृतीय सम्भव नै छैन। एकदम ढुक्क हुनुहोस्। सविताले अहिले रवि सबैभन्दा बढी डिफरेन्समा मत डिफरेन्समा जित्दैछन् होइन, रविजी जित्दै हुनुहुन्छ। सविताले दोस्रो हायर चाहिँ मत डिफरेन्समा जित्दै हुनुहुन्छ। यही कुरो रेणुजीले हेर्नुभयो भने कति गुण हरामी रहेछ है हरि। होइन नि सुन्नुहोस्, भन्दिनन् म त यति चाहिँ रेणु कुङको लागि चाहिँ शुभचिन्तक हो नि, बैगुण गर्ने त्यो होइन नि। हामी त प्राज्ञिक मान्छे हो। प्रचण्डले त्यही भन्नेवाला छ होइन नि। यो हेरेपछि प्रचण्डले अब रेणुजीले अबको यो चुनावको 1 हप्ता पछाडि हरि साँच्ची नै हरिजीसँग हामी सँगै हिँडेको भए यो पार्टी चाहिँ सायद अन्तै जान्थ्यो कि भन्ने उहाँलाई फिलिङ हुनेवाला छ। तपाईँ ढुक्क रहनुहोस्। होइन उहाँले आफ्नो के मन लाग्छ भन्नुहुन्छ। म प्राज्ञिक मान्छे हो, म यथार्थमा बोल्छु, म कसैको तलमाथि गर्दिनँ, डेटामा बोल्छु। डेटाको आधारबाट के छ त, जुन जनताले भनेको छ त्यो कुरा मैले राखिदिएको मात्रै, म त माध्यम मात्रै। अन्तिममा घन्टी बज्छ, यस्तो घन्टी बज्छ यो मान्छेको कान फुट्ने गरेर घन्टी बज्ने एकदम बजिरहेको छ। कहिलेसम्म बज्छ? पुरा 5 वर्षसम्म बजिरहेको छ। हस् हरिजी, धन्यवाद। हस्, थ्याङ्क यू।